र सम्पूर्ण दर्शकहरू यति बेला छौँ हामी मिरिकबाट लाइभ र अहिले घरि जुन चलिरहेको दार्जिलिङ क्षेत्र लगायत मिरिक क्षेत्रमा जुन यो ड्रग्स विरुद्ध जुन अभियान चलाइरहेको छ दार्जिलिङ पुलिसले र यो र्याली आज सुरु भइसकेको छ मिरिकमा। यो मिरिक पुलिस लगायत यहाँनिर विभिन्न संस्था साथै यहाँनिर कतिपय राजनीतिक दलका युवाहरू पनि यति बेला उपस्थित छन्। यति बेला हामी छौँ कृष्णनगरबाट सिधा प्रसारण तपाईँलाई गरिरहेको छौँ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर अगाडि तपाईँले एउटा यहाँ ब्यानर लगाएको छ एन्टी ड्रग्स अवेरनेस र्याली भनेर, जो विशेष गरेर मिरिक पुलिस लगायत विभिन्न संस्थाहरूको उपस्थितिमा यो र्याली अर्गनाइज गरेको छ। र यहाँनिर र्यालीमा जिटिएका सभासदहरू लगायत यहाँनिर नगरपालिका अध्यक्ष लगायत विभिन्न संस्थाहरूको उपस्थिति रहेको छ र तपाईँलाई हामी यहाँनिर देखाइरहेको छौँ। यति बेला यो जुन मिरिकका जति पनि संस्था लगायत मिरिक पुलिसको सक्रिय तत्वाधानमा यो क्र्याकडाउन गरिरहेको छ, ड्रग्स विरुद्ध यहाँनिर क्र्याकडाउन गरिरहेको छ। यो तपाईँले यो भिडियो हेर्न सक्नुहुनेछ। तपाईँलाई हामी यहाँ कृष्णनगर क्षेत्रबाट देखाइरहेको छौँ। यति बेला यहाँनिर सम्पूर्ण संस्था लगायत पुलिस कर्मीहरू पनि छ। यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर अहिले क्षेत्रमा जुन किसिमले यो नशालु पदार्थहरूको पक्राउहरू चलिरहेको छ र यो क्षेत्रलाई ड्रग्स फ्री राख्नको निम्ति पुलिस प्रशासनद्वारा यो अभियान चलाइरहेको छ। र यो अभियानको तहतमा आज यहाँनिर र्याली हुन गइरहेको छ र यहाँनिर ड्रग्सको जुन संलग्न भएको युवाहरूलाई पनि लगातार रूपमा प्रशासनद्वारा पक्राउ गरिरहेको छ। र यही कुरालाई साथ दिनको निम्ति सम्पूर्ण संस्था लगायत पुलिस प्रशासनहरू एकजुट भएर यहाँनिर अहिले र्यालीको आयोजना गरिरहेको छ, ताकि मिरिकमा आफ्नो क्षेत्रमा यो ड्रग्स टोटल्ली क्लिन गर्नुपर्छ भन्ने उद्देश्य लिएर रह्यो। तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर जति पनि सानोदेखिको ठुल्ठुलो पदाधिकारी गणहरू यस समय यो र्यालीमा उपस्थित हुनुभएको छ। साथै यहाँनिर पुलिस प्रशासनहरू पनि र्यालीमा हुन्छ। र यहाँनिर हेर्नुहोस् विभिन्न संस्था जस्तै यहाँनिर जागरण सङ्घ सिङ्गली चियाबारीबाट पनि यस र्यालीमा भाग लिनको निम्ति टाढोबाट आएको छ। एउटा यहाँनिर हेर्न सक्नुहुन्छ जन कल्याण संस्था भनेर जो देउसीडाँडाको एउटा संस्था छ, यो संस्थाको सम्पूर्ण सदस्यहरू पनि यति बेला यो र्यालीमा भाग लिनको निम्ति उपस्थित भएका छन्। र तपाईँलाई हामीले क्रमैले देखाउनेछौँ यति बेला विभिन्न स्कुलका विद्यार्थीहरू पनि यहाँनिर र्यालीमा उपस्थित भएको छ। र यो ड्रग्स विरुद्ध जुन धेरै समयदेखिको विभिन्न संस्था लगायत पुलिस प्रशासन लागि परेका छन्, तथापि फेरि पनि यसलाई कम्प्लिट तरिकामा यो जुन यो ड्रग्सको ओसार पोसार लगायत यो नराम्रो चिजहरूबाट मिरिकलाई मुक्त गराउनु साथै दार्जिलिङ क्षेत्रलाई मुक्त गराउनुको निम्ति पुलिस प्रशासन लगायत यहाँका क्षेत्रीय नागरिकहरूद्वारा यो पहल चलाइरहेका छन्। र तपाईँहरू अहिले हेर्न सक्नुहुनेछ प्रत्यक्ष यहाँ कृष्णनगर एरियाबाट यो र्याली भइरहेको छ। तपाईँलाई हामी यहाँनिर देखाउँछौँ र यो र्याली यहाँबाट स्टार्ट भएर मिरिक बजारसम्म यो र्याली जानेछ। र यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, तपाईँलाई हामीले प्रत्यक्ष यहाँ प्रसारण देखाइरहेका छौँ कृष्णनगर क्षेत्रबाट। यो र्यालीमा को उपस्थित हुनुहुन्छ भन्ने तपाईँले यहाँ हेर्न सक्नुहुनेछ। ल एउटा मेसेज कता हुन्छ ल र्यालीको यहाँनिर हामी देखाइरहेका छौँ। यहाँनिर सम्पूर्ण
रयाली यहाँनिर भव्य तरिकाले भइरहेको छ। यति बेला धेरैभन्दा धेरै सङ्घ संस्था लगायत मिरिकका जति पनि सचेत नागरिकहरू यो र्यालीमा जुडेका छन्। ड्रग्स विरुद्ध, मिरिकलाई ड्रग्स विरुद्ध बनाउनुको निम्ति यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँलाई हामीले प्रत्यक्ष हाम्रो न्युज मार्फत देखाइरहेको छौँ, भोइस अफ मिरिक मार्फत। अहिले र्याली कृष्णनगरबाट निस्किसकेका छन् र यो र्याली सिधा गएर मिरिक बजारमा समाप्त हुनेछ। यति बेला हाम्रा मिरिकका एसटिपिओ विनोद कुमार मिना सर पनि यहाँनिर र्यालीमा उपस्थित हुनुभएको छ र उहाँलाई पनि हामी सोध्दैछौँ उहाँहरूको पहलमा अहिले धेरै किसिमले यो मिरिकमा ड्रग्सको धेरैभन्दा धेरै कन्ट्रोल भइसकेको छ। पहिला जुन अवस्था थियो त्यो अवस्था अहिले धेरै सम्हालेर गइरहेको छ र सम्पूर्ण नागरिकहरू पनि यति बेला यहाँका सङ्घ संस्था लगायत प्रशासनसँग धेरै सन्तुष्ट रहेको जानकारी प्राप्त भएको छ। र यति बेला यहाँ हेर्न सक्नुहुन्छ यस र्यालीमा आई लभ मिरिकका जो फाउन्डर हुनुहुन्छ मिस्टर आशिष तामाङ पनि यहाँ र्यालीमा उपस्थित हुनुहुन्छ। विशेष यस सङ्घ संस्थालाई उहाँको पनि एउटा ठुलो योगदान छ कि सबैले एकमुष्ट पारेर यति बेला यो र्यालीलाई अथवा मिरिकलाई ड्रग्स मुक्त बनाउनुको निम्ति उहाँहरूको यो जुन प्रयास, अठोट प्रयास रहेको छ यसलाई सम्पूर्ण आम साधारणले प्रशंसा गरिरहेको हामीले देख्न पाउँछौँ। र तपाईँलाई हामीले न्युज मार्फत रेगुलर तरिकाले देखाइरहेका छौँ कि पुलिस प्रशासन, दार्जिलिङ पुलिस लगायत मिरिक पुलिसले यो जुन नराम्रो चिजहरूलाई रोकथाम गर्नको निम्ति लगातार रूपमा राति राति दिन रात नभनिकन उहाँले चेकिङ लगाएर पक्राउहरू पनि गरिरहेको छ। र सम्पूर्ण पाहाडवासीलाई नै आह्वान गर्न चाहन्छौँ, आउनुहोस् तपाईँ हामी मिलेर यो कुरोलाई स्थानीय बनाउन सक्छौँ, राम्रोसँग निर्माण गर्न सक्छौँ है। त्यो कुरोहरूलाई लिएर हामी अगाडि बढिरहेका छौँ। अहिले र्याली मिरिक बजारतर्फ गइरहेको छ। यहाँ कृष्णनगरदेखिको केही समय अघि मात्र सुरु भएर अहिले बजारतर्फ गइरहेको छ। यति बेला यस र्यालीमा धेरैभन्दा धेरै सङ्ख्यामा उपस्थित देखिएको छ। यहाँनिर सङ्घ संस्था लगायत पुलिस प्रशासन लगायत यहाँका क्षेत्रीय लिडर्सहरू पनि हुनुहुन्छ यहाँनिर। तपाईँले हेर्न सक्नुहुनेछ, तपाईँलाई हामी देखाउनेछौँ लगातार तरिकाले यो र्याली को विशेष जुन यहाँ र्याली चलिरहेको छ यहाँ तपाईँलाई हामीले देखाइरहेको छौँ कृष्णनगरबाट अहिले हालैमा। हेलो सर, क्या बोलना चाहेंगे? आज पुलिस और ये जो सभी एनजीओ को लेकर एक रैली हो रहा है, आपको क्या बोलना है? देखिए, अभी जितना हमारे एसपी सर के गाइडेंस के अंडर हमने एक्शन लिया है उसमें हमने काफ़ी पिछले 5-6 दिन से काफ़ी प्रयास किए हैं एंटी ड्रग्स। और जैसा मैंने आपको पहले बताया कि इट इज़ एन एंटी सोशल क्राइम, हार्डकोर क्राइम नहीं है। तो उसी के लिए सिविक सोसाइटी के साथ एक अवेयरनेस कैंपेन है और आशा करता हूं मैं, आई होप सो, कि इसका एक पॉजिटिव इफेक्ट आएगा सोसाइटी पे एंड वी विल बी एबल टू क्रिएट ड्रग फ्री हिल्स एंड ड्रग फ्री मिरिक। सर, आपका अभियान जो है वो कैसे चलेगा? जी, जैसा चलता आया है अभी तक उसी तरीके से हम चलेंगे। बहुत सुचारू रूप से हम बढ़ रहे हैं इस मामले में और हम कोशिश करेंगे कि आगे आने वाले टाइम में भी आपको पॉजिटिव रिजल्ट दें।
सचेतना जो कार्यक्रम है स्कूल में करने का जो बात था सर, वो क्या होगा? वो उस पर भी अभी हम विचार कर रहे हैं और आने वाले कुछ दिनों में आपको देखने को भी मिलेगा। स्कूल प्रोग्राम्स, अवेयरनेस कैंपेन्स एंड सिविक सोसाइटी के साथ हम और भी एक्शन लेंगे एंड होपफुली आपको पॉजिटिव रिजल्ट इसका देखने को मिलेगा। अच्छा सर, अभियान समय से चल रहा है, आप पुलिस ने मतलब दिन रात करके ये काम कर रहा है, सभी संस्था और जितना भी पब्लिक सपोर्ट दे रहा है आपको, कितना मतलब अब तक कितना ये प्रोग्रेस हुआ है, कितना ये? देखिए, आप सोसाइटी का अगर फीडबैक देखेंगे तो काफी पॉजिटिव आ रहा है। हम कोशिश कर रहे हैं जितना हमारे पास इंफॉर्मेशन और इनपुट और इंटेल है और जिस तरीके से हमें इंफॉर्मेशन आ रही है, जीरो टॉलरेंस पॉलिसी के तरफ हम चल रहे हैं। तो हमें जहां भी कोई भी एक्शन देखने को मिलेगा अगेंस्ट ड्रग्स तो हम उसके अगेंस्ट एक्शन लेंगे एंड आने वाले टाइम में भी आपको पॉजिटिव चीजें देखने को मिलेंगी इसके रिगार्डिंग। हमारा पूरा स्टाफ इंक्लूडिंग माय ओसी मिरिक श्री सुदीप कुमार विश्वास is taking very positive actions and we are very positive in our mindset for this fight against drugs. त्यति बेला जो मिरिकका एसटिपिओ विनोद कुमार मीना जो हुनुहुन्छ, उहाँहरू पनि यति बेला स्वयं र्यालीमा उपस्थित भएर यो र्यालीलाई लिड गरिरहेको छ र उहाँ पनि जति पनि यो ड्रग्स विरुद्ध लिएर कारबाही चलाइरहेको छ प्रशासनले, उहाँ पनि मिरिकका एसटिपिओ स्वयं दिन रात गरेर ड्युटीमा लागेका छन् र उहाँ पनि खुद स्पटमा खुदै गएर यो जुन यो नराम्रो चीजको जुन यो कार्यहरू भइरहेको छ यसलाई रोकथाम गर्नको निम्ति उहाँको पनि खुदै यहाँनिर पहल चलिरहेको छ र यति बेला तपाईँलाई हामीले देखाइरहेको छौँ यहाँनिर कृष्णनगर एरियाबाट र यो जुन किसिमले र्याली चल्दैछ तपाईँलाई यहाँ एरियाबाट देखाइरहेको छु र यति बेला यहाँको क्षेत्रीय लिडर्सहरू पनि हुन्छ, उहाँहरूलाई पनि हामी सोध्नेछौँ, उहाँलाई पनि हामी देखाउनेछौँ। हेर्दै गर्नुहोस् पुरो अपडेट।